दर्शकवृन्द, बौद्ध जागरण सङ्घ नेपालको 17औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। विभिन्न जिल्लाहरूबाट उपस्थित लामा गुरुहरू र बौद्ध धर्ममा आस्था राख्नुहुने बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगीहरूलाई समेत सम्मान पत्रबाट सम्मान गरेको छ। 2063 सालमा स्थापित यस संस्थाले बौद्ध धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले यस संस्थाको स्थापना भए पनि यस संस्थाले नेपाल अधिराज्यका विभिन्न ठाउँमा गरिबीको चपेटामा परेका र अनाथ बालबालिकाहरूको उत्थान गरी उचित शिक्षा दीक्षा दिइरहेको कुरा यस संस्थाका अध्यक्ष काइला लामाले बताउनु भएको छ। नेपालको राजधानीमा मुख्य कार्यालय रहे तापनि हाल यसले देशका विभिन्न भागमा आफ्नो शाखा विस्तार गर्दै आइरहेको र लमजुङ र बर्दिवासको शाखाले भने निकै राम्रो प्रगति गरेको संस्थाको दाबी रहेको छ। साथै केही समय अवधिभित्र नै यस संस्थाले 7 प्रदेशमा संस्था विस्तार गर्ने लक्ष्य राखेको छ र बौद्ध धर्मको प्रचार प्रसारको क्रममा चाँडै नै यस संस्थाबाट वैदेशिक तीर्थयात्राको क्रममा थाइल्यान्ड समेत जाने भएको छ। यस बौद्ध सङ्घको 17औं वार्षिक साधारण सभामा यो सम्मान पत्र प्रदान गरेको छ। साथै तपाईलाई यस बौद्ध सङ्घको सल्लाहकार पनि मनोनयन गरेको कुरा आग्रह गर्न चाहन्छु। धन्यवाद। ललितपुर जिल्ला ललितपुर महानगर नगरपालिका वडा नम्बर 5 मान भवन निवासी तपाईँ श्री रत्न सुभाष साकेतजीले धन्यवाद। उहाँले हाम्रो संस्थानमा धेरै सहयोग गर्नुहुन्छ। अझै पनि सबैलाई धन्यवाद यहाँ बस्नुलाई। अब त्यसै क्रममा मेरो मनमा भएको कुरा चाहिँ म एउटा लेखेर ल्याएको छु। भ्युजर हजुरले पढेर सुनाइदिनु होला भनेर उहाँले भन्नुभएको छ। म यो पत्रलाई पाल्नु मनमा लागेको कुरा उहाँले बुद्ध धर्मको बौद्ध सङ्घलाई गरेको योगदान उहाँलाई के लाग्छ, उहाँले गरेको हरेक कामको चाहिँ हामी उच्च मूल्याङ्कन गरिरहेका छौँ। उहाँले सजिलो हुने गरी गर्ने प्रयास गरिरहेको छ। जनतामा चेतना बढाउने कार्यमा चेन्ज एजेन्टका रूपमा काम गर्ने गाउँवासी र बस्तीहरूमा भिजेर बसेका त्यहीका लामाहरू हुन् भने उनीहरूलाई ज्ञान र क्षमता अभिवृद्धि गरी आधुनिक समाजलाई सौलो तालिम दिने नीति लिएको छ। यसको लागि लामा गुरुजीहरू बिचमै छलफल गरी यस कार्यालयलाई बढाउन एक लामाको समिति पनि एक स्थापना गरिएको छ। लामा गुरुजी र म अस्ति गएको थियौँ। उहाँले हामीलाई सुरुमै रु 30,000 लाई चाहिँ यो खाडा लगाएर पनि सम्मान गरिदिनु हाम्रो सामान्य जनताको यसले त्यसैले हुनेछ। यसको अर्थ जस्तो लामाहरूले छोइ पर्नुहुन्छ, एकछिन सुन्नुहोस् ल कृपया हल्ला नगर्नुहोस्। लामाहरूले छोइ पर्नुहुन्छ, छोइको अर्थ चाहिँ के हो त? अब हामी बुझ्दैन उहाँहरूले के भन्नुभएको त्यो कुरा पनि अझ प्रस्ताएर भन्नुले आफैले हेरेर नेवार पद्धतिको पूजापाठ र म छुट्टै कुरा मात्र राख्छु। देशको परिस्थिति तपाईँहरूले बुझ्नु भएको छ र चाहिँ जुन आन्दोलनमा हाम्रा वीर शहीद भाइहरू भएको छ, म उहाँहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँहरूको योगदानले अब देशमा ठुलो परिवर्तन आउन सकिएको छ। यसमा मेरा उपस्थित सम्पूर्णलाई पनि भन्न चाहन्छु हामी आँटिनुपर्ने आवश्यक चाहिँ यसमा छैन। हामी कोभिड जस्तो भयावह स्थिति छैन, एकले अर्कासँग डराउनु पर्ने आवश्यकता भएको समय चाहिँ होइन। यो एउटा परिवर्तनको समय छ। भ्रष्टाचारीहरूलाई चाहिँ निर्मूल पार्ने र देशलाई चाहिँ विकसित देशको रूपमा चाहिँ अगाडि बढाउनुको लागि चाहिँ यो रूपान्तर भएको अवस्था छ। र म यो बुद्धको जुन शिक्षाको विषयमा छ
मैले भने गुरुवर्गको धेरै कुराहरू यो विषयमा कुरा राखिसक्नु भएको छ। यो बुद्धको शिक्षा एकदमै महत्त्वपूर्ण शिक्षा भन्ने विषयमा सम्पूर्ण विश्वले नै जस्तो प्रमाणित गरिसकेको र अङ्गाले गइरहेको अवस्था छ र चाहिँ यो व्यापक रूपमा प्रचार प्रसार भइरहेको अवस्था पनि छ। तर पनि हाम्रो देशमा जुन बुद्ध जन्मिएको देशमा जुन बुद्ध भूमिमा हामी पनि जन्मिने मौका पायौँ, तर चाहिँ हाम्रा धेरै नेपाली नागरिकमा यो बुद्धको शिक्षा अब पनि कमी कमजोरी उहाँले बुझ्न पाएको अवस्थाहरू छैन र जहाँसम्म लाग्छ हाम्रो यो चाहिँ एउटा जागरण छ, एउटा जागरण ल्याउने चाहिँ यो संस्थाहरूको कामले गर्दाखेरि यसले अझ प्रभावकारी रूपमा चाहिँ यो बुद्धको शिक्षालाई चाहिँ जागरण ल्याउने चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ आगमनतिरमा पहिला पनि खेल्दै आएको थियो र आगमनतिरमा पनि निरन्तर रूपमा यसलाई चाहिँ गर्नुपर्छ, गर्दै जानुहुन्छ भन्ने पनि मलाई लाग्छ र अलिकति माध्यममा पनि हामी फरक गर्नुपर्ने आवश्यकता चाहिँ छ। हामी भन्दा चाहिँ मभन्दा पनि अब तल 3-4 पुस्ताहरू भइसकेको भाइ बहिनीहरू हुनुहुन्छ, उहाँले चाहिँ विभिन्न माध्यमबाट चाहिँ हामीले चाहिँ यो बुद्ध शिक्षालाई चाहिँ सहज ढङ्गबाट बुझाउने माध्यमहरू हामीले चाहिँ अप्नाउनु पर्छ। विशेष गरी चाहिँ हामीले चाहिँ बुद्धको शिक्षालाई हामी जन्मिनु नै दुःख हो भन्ने कुरा चाहिँ हामीले बुझेका छौँ, जन्मिनु नै दुःख हो भन्ने कुरा बुझेका छौँ र चाहिँ पुनः पटक नजन्मिनुको उपाय पनि हामीलाई चाहिँ बुद्ध शिक्षामा हामीले पाएका छौँ र चाहिँ त्यो शिक्षा हाम्रो ध्यानबाट सुरु हुने विषय चाहिँ पनि हो र चाहिँ त्यो ध्यान अझ हामी बलियो बनाएर लिएर जानुपर्छ भन्ने मूल्यमान्यता म राख्छु। करुणा मैत्री भावनाहरू हुनुपर्छ र चाहिँ निरन्तर रूपमा चाहिँ यस्तै बुद्धको शिक्षा हामीले चाहिँ प्रबन्धन गर्ने प्रचार गर्ने विषयमा चाहिँ हामी सबै एकजुट भएर चाहिँ लाग्नुपर्छ भन्ने कुरा हामी पुनः एक प्रकारले सम्पूर्ण उपस्थितहरूमा नमन गर्न चाहन्छु र दादाहरूको पनि चाहिँ हाम्रा आजको सामान्य व्यक्तिहरू सबैभन्दा मेरो केही शब्द यही राख्दै यस संस्थासँग निरन्तर रूपमा कुनै पनि योजनामा सम्पूर्ण यो उद्देश्य संस्था राखेको उद्देश्यमा चाहिँ निरन्तर रूपमा तपाईँहरूको साथ सहयोग गर्नुहुनेछु भन्दै आज संविधान दिवस पनि र राष्ट्रिय दिवस पनि रहेको हुनाले सबैले पढेको सुरुमा दिँदै बिदा हुन चाहन्छु। सङ्घमा रहेर धेरै योगदान पुर्याउनु भएको छ। त्यस्तै गरी रामदेव तामाङजी हुनुहुन्छ काठमाडौँबाट, रामदेव लामा, उहाँले बौद्धार सङ्घप्रति देखाउनु भएको आस्था विश्वास योगदानको हामी उच्चतम मूल्याङ्कन गर्दै आदरणीय गुरुको हातबाट चाहिँ एउटा खादा उडेर सम्मान लिइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद धन्यवाद। कार्यक्रममा यहाँ एकदमै धैर्य धारणका साथ बसिनु भएको छ, यहाँहरूलाई पुनः धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म फेरि यो कार्यक्रम अगाडि बढाउन चाहन्छु। यो हाम्रो कार्यक्रम अबको कार्यक्रम छ, यो हाम्रो संस्थामा आबद्ध हुने आजीवन सदस्यहरू साधारण सदस्यहरूलाई चाहिँ कार्ड वितरण कार्यक्रम रहेको छ। म नाम बोलाउन चाहन्छु, यहाँहरू अगाडि आएर हाम्रो विशेष अतिथिबाट चाहिँ यो कार्ड लिइदिन म अनुरोध गर्न चाहन्छु। म पहिला लमजुङको आदरणीय साथीहरूलाई गुरुहरूलाई बोलाउन चाहन्छु। घले समाजबाट हुनुहुन्छ उहाँहरू खुसीराम गुरुङ, वीरसिंह घलेजी, कृपया वीरसिंह घलेजीको हाम्रो संस्थाबाट सम्मान पनि पाउनु भएको छ। उहाँ आजीवन सदस्य पनि हुनुहुन्छ, हाम्रो सल्लाहकार पनि हामीले मनोनयन गरेका छौँ। उहाँलाई यो कार्ड हस्तान्तरण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु विशेष अतिथिलाई। त्यस्तै गरी खुसीराम गुरुङज्यू लमजुङदेखि आउनु भएको छ। त्यस्तै गरी राममाया घले हुनुहुन्छ, श्यामा गुरुङ, राममाया गुरुङ घलेजी हुनुहुन्छ लमजुङको राममाया घले। सबै एउटा ग्रुपै फोटो खिच्नु कृष्णराम गुरुङ हुनुहुन्छ, कृष्णराम गुरुङ
त्यस्तै गरी हुन्छ राममाया घले हुन्छ त्यस्तै गरी राधिमाया गुरुङ हुन्छ त्यस्तै गरी तोकबहादुर गुरुङ हुनुहुन्छ त्यस्तै गरी धनबहादुर गुरुङ हुनुहुन्छ त्यस्तै गरी मनबहादुर गुरुङ हुनुहुन्छ त्यसरी अरू पनि म नाम वाचन गर्न गइरहेको छु। अब भक्तपुरको साथीहरू अगाडि आइदिनु म नाम वाचन गर्न गइरहेको छु। धनकुमार तामाङजी हुनुहुन्छ आजको सदस्य। सम्झना लामा काभ्रेबाट हुनुहुन्छ। सिंहबहादुर तामाङ हुनुहुन्छ। कृपया यहाँको नाम एक साथ सोनिका तामाङजी हुनुहुन्छ। सोनिका लामाज्यू, धर्मराज सिंहज्यू, सबै आजको सदस्यहरू है। धर्मराज सिंहज्यू अगाडि आएर यो कार्यक्रममा भाग लिन चाहन्छु। त्यस्तै गरी सप्तबहादुर बल तामाङज्यू महोत्तरबाट हुनुहुन्छ। सप्तबहादुर बल तामाङ सरलाई गर्नुहुन्छ है। धन्यवाद। हाम्रो त्यसै गरी म यो यसै क्रममा फेरि न्यामबहादुर लामाज्यू हुनुहुन्छ। आजको सदस्य सिन्धुपाल्चोकबाट हुनुहुन्छ। सिन्धुपाल्चोकबाट हुनुहुन्छ। यहाँ कार्ड वितरण गर्ने सम्पूर्ण साथीहरू अगाडि आएर बस्नु भन्न चाहन्छु। हाम्रो विशेष अतिथिसँग बसेर फोटो चाहिँ त्यस्तै गरी म नाम बोलाउन गइरहेको छु। मनमाया तामाङ आजको सदस्य हुन्छ खानकोटबाट। गङ्गामाया तामाङज्यू हजुर अगाडि आएर यो कार्ड लिइदिनु म आग्रह गर्न चाहन्छु। सरोजबहादुर तामाङज्यू हुनुहुन्छ आजको सदस्य। सरोजबहादुर तामाङज्यू हजुर अगाडि आएर यो कार्ड लिइदिनु म आग्रह गर्न चाहन्छु। हजुर सुराब सिंह तुङज्यू। त्यसै गरी मानबहादुर तामाङ उहाँ रामेछापबाट हुनुहुन्छ। रामेछापबाट मानबहादुर तामाङ आजको सदस्य सहयोगी काममा छ। कृपया अगाडि आएर म आग्रह गर्न चाहन्छु। त्यसै गरी सानो लामा लोकचन्दजी हुनुहुन्छ। ललितपुरबाट हुनुहुन्छ धापाखेल। उहाँ पनि यो आजको सदस्य हुनुहुन्छ। उहाँलाई पनि यो कार्ड लिइदिनु म आग्रह गर्न चाहन्छु। त्यस्तै गरी चमिली लामा हुनुहुन्छ। उहाँ भक्तपुरबाट हुनुहुन्छ। चमिली लामा आनी हुनुहुन्छ। उहाँलाई पनि यो साधारण सदस्य कार्ड लिइदिनु म आग्रह गर्न चाहन्छु। त्यसै गरी विष्णुकुमारी विश्वकर्मा हुनुहुन्छ। उहाँ चाहिँ 70 देखि हुनुहुन्छ। सुन्दर 70 जिल्ला उहाँ हुनुहुन्छ भने कृपया अगाडि आइदिनु होला।
त्यस्तै गरी रामबहादुर लामा हुनुहुन्छ ललितपुरबाट, पोजिसन 4 ललितपुरबाट। गुरु हजुर अगाडि आएर यो कार्ड हाजिर गर्न चाहन्छु। त्यस्तै गरी सूर्यबहादुर लामाजी हुनुहुन्छ, हाम्रो प्रमुख गुरु पनि हुनुहुन्छ, ग्याल्छौँ ट्रेनिङ गुम्बाको प्रमुख हुनुहुन्छ, उहाँले पनि। विष्णु कुमार विश्वकर्माजी उहाँ आउनु भएको छ, कार्ड लिनु भएको छ, धन्यवाद धन्यवाद। त्यस्तै गरी सूर्यबहादुर लामाजी हुनुहुन्छ, यो कार्ड लिनु हाजिर गर्न चाहन्छु। धन्यवाद। अहिले यति नै गरौँ। उहाँ कतिपय हाम्रो सदस्यहरू आउनु भएको छैन, विशेष उहाँहरूको आफ्नै व्यस्तताको कारणले गर्दाखेरि उहाँहरूलाई आज हामी सम्झिन चाहन्छौँ। उहाँहरूले धेरै माया गरेर चाहिँ हाम्रो संस्थामा एउटा आजीवन जीवन सदस्य लिनुभएको छ, उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो अब यो कार्यक्रम आग्रह गर्न चाहन्छु। साथै यो कार्यक्रम पश्चात हाम्रो भोजनको कार्यक्रम भएकोले कारणले गर्दाखेरि यो कार्यक्रम सकिसके पछाडि तल हामी भोजन कार्यक्रम रहेको यहाँहरूले जानकारी गराउँदै म यो बजार ललितपुरको सचिव र आजको यो कार्यक्रमको दर्शक बिपी सिंह पनि यहाँबाट छुटिन चाहन्छु। हस्, धन्यवाद। म सर्वप्रथम आज यस 17औं वार्षिक सागर सभाका सञ्चालक भीम लामा घिसिङज्यूलाई विशेष गरी धन्यवाद छ र आज यस महत्त्वपूर्ण विषय कार्यक्रमलाई सफल रूपमा गर्नको लागि विभिन्न धेरै टाढादेखि पाल्नु भएको लामा गुरुज्यू लगायत यहाँका आजका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, त्यसै गरी यस धर्म टेलिभिजन गोल्ड मिडिया फोरबाट पनि पाल्नु भएको छ, उहाँहरूलाई पनि म विशेष गरी धन्यवाद दिन चाहन्छु। यो धर्म टेलिभिजनले विभिन्न ठाउँमा मानव जीवनको उनी भित्र एउटा मनलाई जागरण ल्याउने अभियान गर्दै ल्याउनु भएको छ। यस धर्म टेलिभिजनका संस्थापक आदरणीय गुरु हाम्रो सोनाम गुरुमे लामा जीलाई पनि उहाँ आउनु नभए विशेषले यसमा समय दिन सक्नु भएन र हामीले सङ्घले चाहिँ उहाँलाई अनुरोध गरेको थियो र विशेष यस संस्थालाई सुरुदेखि नै अहिलेसम्म यहाँको सल्लाह सुझावले यो 17औं वार्षिक सागर सभा कार्यक्रम सफल गर्ने एउटा मौका पाएको छ र त्यसैले हाम्रो यस कार्य समितिहरू पनि अहिले धेरै योगदान दिने भएको छ। ठाउँ ठाउँमा गएर अहिले यो बौद्ध शिक्षालाई विभिन्न स्थानमा मानव जीवनलाई बुझाउने र आफू बुझ्ने प्रयासमा यसले योगदान दिने भएको छ। किनकि हामीले यसको उद्देश्य भन्ने नै विगत गाउँमा गएर हामी बौद्ध शिक्षाको अभियानलाई हामी भेला गरेर त्यसलाई मानव जीवनलाई एउटा शान्तिको मार्गदर्शन र शान्तिको बाटोमा पुग्न सकोस् भन्ने हेतुले हामी यो अभियान लिएर गाउँ गाउँमा हामी पुगिरहेको छौँ र जन्म त हामी एक दिन हामी जन्मेर जानै पर्छ, तैपनि हामीले सिक्नुपर्ने र सुन्नुपर्ने गर्नुपर्ने कामहरू यो तीनटा कुरालाई अत्यन्तै ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। यो पृथ्वी भनेको एउटा क्याम्पस हो, हामी जुनैसुकै मानव जन्मे पनि जानु त एक दिनै छ, तर सही बाटो सही ज्ञान
सही सोचलाई एउटा हामीले सोचेर यसलाई जानुपर्ने एउटा आवश्यकता देखिन्छ। यो मानव चोला भनेको फेरि फर्केर यसै गरी यस्तो रूप लिएर आउँछ, यस्तो भावना लिएर आउँछ भन्नेको ग्यारेन्टी छैन। बल्ल तल्ल पाएको चोला हो। हामीले यसलाई सिक्नुपर्ने, बुझ्नुपर्ने, गर्नुपर्ने कामहरू जुन भगवान बुद्धले भन्नुहुन्छ चाहिँ कर्म र भाग्य यो दुईटा कुरा हुन्छ। गर्ममा भाग्य देखेर आएको हुन्छ, जन्मेसकि कर्म गर्न आवश्यकता छ। कर्म र भाग्य सँगसँगै हुन्छ हाम्रो। मलाई भाग्यमा छ भनेर बसिरहने होइन, यो जिउन छन् नै हामीले कर्म गर्नुपर्ने आवश्यकता छ। तपाईले अहिले देखिरहेको पनि छ, धन छ, सम्पत्ति छ, मन पनि छ, तर त्यसलाई अहिले व्यवहारमा लागू नगरेपछि के हुन्छ? मृत्यु अवस्थामा पुग्दाखेरि एउटा प्रकृति र प्रकृतिको कानुनमा हामी फस्न सकिन्छ। जस्तै अहिले उहाँहरूले दुईजनाले सम्मान पाउनु भयो, यो त मानवले मात्रै सम्मान हो। जे जसले कर्म गर्ने त्यो कर्मको फलको सम्मान चाहिँ प्रकृतिले दिने चाहिँ मृत्यु अवस्थामा हो। तर आत्मा त मर्दैन नि हो। जे कर्म गर्छ त्यो कर्मको फल अवश्य हामी यो संसार भौतिक शरीर छोडेर गएपछि अवश्य हामीले त्यसको कर्मको फल पाउँछ। अहिले हामीहरू यस्तो पवित्र कार्यमा चाहिँ सुन्न मन लाग्दैन, गर्न मन लाग्दैन, मान्छे एकतिर दौडिरहेको छ। त्यसैले अब हामी यो बौद्ध जागरण सङ्घले विभिन्न यो 7वटा प्रदेश छ, यो 7वटा प्रदेशमा चाहिँ हामीले शाखा कार्यालय खोल्ने योजना छ। यसमा हाम्रो आदरणीय हाम्रो वीर सिंह गालेजी उहाँ प्रहरीको निगमको उहाँ चाहिँ अब इन्सपेक्टर हुनुहुन्छ बुबु, उहाँ अहिले यसमा खडिरहनु भएको छ। लमजुङ जिल्ला मात्रै नभएर गण्डकी जिल्लामा चाहिँ यसो फैलाउँछ भनेर उहाँ त्यस्तो उद्देश्य लिएर चाहिँ अहिले हिँड्दै हुनुहुन्छ। त्यसैले हामी यो मानव चोला भने चाहिँ एउटा कठिनै दुर्लभ जीवन हो हाम्रो। तुरुन्त हामीले पाउन सक्ने चोला होइन। त्यसैले हामी लामाहरू लुगा लाए भन्दैमा लामा होइन, भित्री लामा बन्नु पर्यो। कतिलाई चाहिँ यहाँ चाहिँ अब के भइरहेछ भनेदेखि हामी लामा यति पढ्यो भन्ने कुरामा छ। त्यो पढ्नुपर्ने विचारलाई परिवर्तन ल्याउनु पर्यो, भावनालाई परिवर्तन ल्याउनु पर्यो। मुख्य भने चाहिँ धर्मको जग भन्ने चाहिँ सिक छ, समाधि प्रज्ञा। यो तपाईहरु उपासक उपासिकाहरूले पनि यो कर्म गर्न सकिन्छ। सत्यतालाई बुझ्ने, सुन्ने, सत्य त गर्ने नै धर्म भन्ने रहेछ। त्यसैले यो राज्यमा हेर्नुस् त कति पैसा जलिरहेको देखिन्छ, कति पैसा चाहिँ पुरिरहेको देखिन्छ। आखिरमा त हाम्रो यो पञ्चतत्वको शरीर त अन्तिममा त यो शून्य त रहेछ नि त। हाम्रो शरीर माटोमै जाने, रगत पानीमै जाने, सास हावामै जाने, जीवनको तातो अग्निमै जाने, मात्रै एउटा नम्से चेतना हो। यो एउटा चाहिँ हाम्रो यो पुरानो घरलाई छोडेर नयाँ घरमा जानु पर्ने रहेछ। त्यसैले लामो मात्रै नभइकन हामी भिचु मात्रै नभइकन बुद्धको शिक्षा र बुद्धको ज्ञानलाई तपाईहरुले नि पालन गर्नलाई, तपाईहरुले यो सुन्नलाई हामीले जन्म पाएको रहेछ। एउटा जीवन कला रहेछ। शान्ति भनेको चाहिँ आफ्नो उहाँ हाम्रो विपश्यना गुरुको चाहिँ कि ध्यान केन्द्रको गुरु हो। उहाँले चाहिँ धेरै नै हामीले ध्यान नै गर्नुपर्छ। बिना मान्छेले ध्यान भावना भएन भनेदेखि चित्तलाई शुद्ध हुँदैन, मनलाई शुद्ध हुँदैन। त्यसले गर्दाखेरि शान्ति, आनन्द, खुसी ल्याउन सक्ने रहेछ। त्यसैले पूजा मात्रै धेरै बढी नगरौँ, ध्यान भावना चाहिँ हामी परिवर्तन गरौँ भने आज यस 17 वार्षिक साधारण सभा कार्यक्रममा
सम्पूर्ण अतिथिज्यूहरू, यस सङ्घका सदस्यज्यूहरू, कार्य समितिज्यूहरू र च्यासल नाम सङ्गीत जहिले पनि यहाँ चाहिँ उपस्थित भएको देख्छु। यहाँ चाहिँ एउटा हाम्रो विष्णुमय व्यञ्जनकार साउनी हुनुहुन्छ, उहाँलाई ताली बजाएर स्वागत गरिदिनु भन्ने म अनुरोध गर्दछु। अहिले नयाँ सदस्य पनि बन्नुहुन्छ कार्य समिति, उहाँले स्वीकार भएको छ र हाम्रो पाउन बन्नुहुन्छ। अब म मात्रै होइन, मेरो 63 वर्षको उमेर भइसक्यो, तैपनि म नखाइकन हिँडिरहेको छु। हाम्रो आदरणीय हाम्रो सुरज लामा, उहाँ 3-4 वर्ष मात्रै भयो, पहिला सुरु मात्रै लुम्बिनी पुगेर त्यो बेलादेखि बुद्ध धर्मको शिक्षालाई उहाँले सुनेर बुझेर उहाँ लागिरहनु भएको छ भन्दै अहिले हाम्रो भोजनको कार्यक्रम छ। यो चाहिँ समय अब हामी 10 बजेदेखि 12 बजे मात्रै भनेको थियो र अहिले 12:15 बजिसकेको छ। त्यसैले आजको यस शोभा साक्यबाट चाहिँ उहाँले जलपानको लागि 3000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँले गाउँमा एउटा ठुलो 5 फिटको मूर्ति उहाँ एक्लैले दान दिएर 70,000 नगद क्यास पनि उहाँले दान गर्नुभएको छ र यस कार्यालयलाई उहाँले 3000 दिनुभएकोमा उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनु पनि ल यो धन्यवाद छ। अब यो जुनैसुकै हाम्रो साधारण सभाले नयाँ समितिहरू हेरफेर गर्न सकिन्छ भनेको चाहिँ आज यस 17औं साधारण सभा चाहिँ 2082 साल असोज महिनाको 3 गते शुक्रबारको दिनमा यस सङ्घका पदहरू म हजुरहरूलाई म घोषणा गर्न चाहन्छु र म काइला लामा अध्यक्ष, तपाईले ताली बजाएर स्वागत गरिदिनु होला। मोहन साक्य उपाध्यक्ष, उहाँलाई पनि ताली बजाइदिनु होला। हिमबहादुर घिसिङ सचिव हुनुहुन्छ र सोमबहादुर सिंगर कोषाध्यक्ष हुनुहुन्छ। यसरी दिवाबहादुर तामाङ सासजी हुनुहुन्छ र यसरी इन्द्रबहादुर शिल्पकार उहाँ कार्य समिति सदस्य हुनुहुन्छ। छैसङ लामा गुरु उहाँ पनि कार्य समिति हुनुहुन्छ, उहाँले पनि कार्य समिति हुनुहुन्छ। यसै गरी अहिले पाउन बल नयाँ नियुक्ति हुनुहुन्छ, उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनु होला। यसमा विष्णुमय व्यञ्जनकार उहाँ पनि यस कार्य समितिमा नयाँ नियुक्ति हुनुभएको छ, यता आइदिनु होला। उहाँले हिजो अस्ति पनि म यो कार्य समितिमा बस्नु मन्दिर छु भनेर चाहिँ उहाँले कारणले अब आगामी दिनमा हामी यो कार्यक्रमलाई सफल पार्नको लागि सबैजनाको सहयोग सल्लाह आवश्यक भएको कारणले लमजुङ जिल्लाको चाहिँ धेरै खटिजा हाम्रो वीरसिंह घले हुनुहुन्छ र अब हामी यस कार्यक्रममा सफल पार्नको लागि यहाँ सम्पूर्ण उपस्थित हुनुभएको धर्ममित्रहरू, विशेष अतिथिज्यूहरू र सबैजनालाई चाहिँ तपाईँहरू टाढादेखि पाल्नुभयो, भोगलाई सिक्यो होला र यस कार्यक्रमलाई सफल पार्दिन लागि आउनुभएको सदस्यहरू सबैलाई म हृदयदेखि म धन्यवाद दिँदै